हेलो गाइस नमस्ते। म चाहिँ रमेश फम्बो एज अ बडी बिल्डर साथसाथै पर्सनल सर्टिफाइड ट्रेनर भनेर पनि तपाईहरुलाई चिनाउन चाहन्छु र आज चाहिँ मैले तपाईहरुकै लागि भनेर चाहिँ एउटा मोस्ट अफ दी पिपलले चाहिँ जिममा मिस्टेक गर्ने भिडियो बनाउन गइरहेको छु। त्यो मिस्टेक भनेको चाहिँ के हो त? के तपाईहरुले पनि मिस्टेक गरिराख्नु भएको छ कि जिममा आउनु भन्दा अगाडि सबै मान्छेहरुले चाहिँ आफ्नो आफ्नो गोल्स बोकेर आएको हुन्छ, जुन गोल्स चाहिँ मसल इन्ड्युरेन्स, मसल हाइपरट्रफी, मसल स्ट्रेन्थ, मसल पावर र जेनरल फिटनेसको लागि भनेर चाहिँ उहाँहरू आइराख्नु भएको हुन्छ र उहाँहरूले गर्ने गल्ती चाहिँ कसै जेनरल फिटनेसमा आइरहेको मान्छेले चाहिँ मसल हाइपरट्रफीको ट्रेनिङ गरिराख्नुहुन्छ भने कसै मसल हाइपरट्रफीको ट्रेनिङ गर्नु आउने मान्छेहरूले चाहिँ जेनरल फिटनेसले गर्ने ट्रेनिङहरू गरिरहेको हुन्छ। त्यही कुरालाई चाहिँ म सच्याउनको लागि क्लियर पार्दिनको लागि तपाईहरुको सामुन्ने एउटा भिडियो ल्याएर आएको छु। यो भिडियो लास्टसम्म हेर्दिनु होला, स्किप नगरी। यो भिडियो तपाईहरुको लागि महत्त्वपूर्ण हुनेछ। सबैभन्दा पहिला हामीले बुझ्नुपर्ने कुरो हो, हामीले जिम गर्दाखेरि कति रेपिटेसन, कति सेट, कति इन्टेन्सिटी र कति रेस्ट लिने भन्ने कुरा भन्दा पनि सबभन्दा पहिला हामीले 1 RM टेस्ट भन्ने बुझ्नुपर्ने हुन्छ। 1 RM भनेको के हो त? 1 RM भनेको चाहिँ 1 रेपिटेसन मैक्सिमम भन्ने हुन्छ। यसको मतलब तपाईहरुले चाहिँ एक पटकमा तपाईहरुको मैक्सिमम पावरले एक पटकमा उठाउने वजन भन्ने बुझिन्छ। यसैको स्केलको आधारमा चाहिँ हामीले हरेक टाइपको चाहिँ एक्सरसाइजहरु गर्ने गरिन्छ। सबभन्दा पहिला यहाँ बुझौं है त। 1 RM 1 रेपिटेसन मैक्सिमम भन्छ। यसको चाहिँ पर्सेन्टेज अफ 1 RM र नम्बर अफ रेपिटेसन है। 100% अफ 1 RM 100% इफोर्ट लगाउँदा चाहिँ हजुरहरुको रेपिटेसन चाहिँ 1 रेप आउँछ भने 95% उठाएको छ भने 2 रेप्स। यसरी बुझौं कि तपाईहरुले कुनै पनि डम्बेल उचाल्दाखेरि 4 चोटी मात्रै त्यो डम्बेल चाहिँ उठाउन सक्नुहुन्छ भने चाहिँ त्यसको मैक्सिमम 1 RM चाहिँ कति हुने भयो त? 90% हुने भयो। त्यसैगरी यो सर्लकै 85%, 80%, 75%, 70%, 12 रेपिटेसन भन्दा तपाईले वेट उचाल्दाखेरि चाहिँ 13 गएन भने तपाईले बुझ्नुहोस् कि तपाईको एफोर्ट चाहिँ कति लागेको छ त? 70% लागेको छ। यो कुरा बुझ्नुपर्ने हुन्छ र यो सँगसँगै अब हामीले बुझ्ने छौं। अब चाहिँ तपाईहरुले 1 RM टेस्ट चाहिँ बुझिसक्नु भएको छ। 1 RM भनेको के हो भन्ने बुझिसक्नु भएको छ भनेपछि हामीले जिममा के एक्सरसाइजहरु चाहिँ गरिन्छ त? ट्रेनिङ गर्ने गोल्स बोकेर आएको हुन्छ नि त। म तपाईहरुलाई बुझाउन गइरहेको छु है त। एउटा रहेको छ ट्रेनिङ गोल्स धेरै खालको हुन्छ। जेनरल फिटनेस, मस्कुलर इन्ड्युरेन्स, मस्कुलर हाइपरट्रफी, मस्कुलर स्ट्रेन्थ एन्ड मस्कुलर पावर। यो खालको ट्रेनिङ चाहिँ हाम्रो जिममा चाहिँ विभिन्न खालका मानिसहरूले चाहिँ आफ्नो आफ्नो गोल्स बोकेर आएका हुन्छन्। त्यही कुरालाई चाहिँ कति रेप कति सेट गर्ने भन्ने जानकारी दिन आएको छु, तपाईहरुलाई सिकाउन आएको छु म। जेनरल फिटनेस भनेको चाहिँ के हो त? सबभन्दा पहिला बुझौं। जेनरल फिटनेस भनेको चाहिँ सामान्यता तन्दुरुस्ती स्वास्थ्य जीवन चलाउनको लागि चाहिँ आउने ट्रेनिङ गर्न आउने मानिसहरुलाई बुझाइन्छ, जुन चाहिँ हाम्रो बडी बिल्डिङ सेक्टरमा भो मसल इन्ड्युरेन्स, मसल हाइपरट्रफी, मसल पावर जस्ता ट्रेनिङहरुमा चाहिँ उहाँहरु चाहिँ संलग्न हुनुहुन्न। त्यो कारणले गर्दा चाहिँ उहाँहरुले चाहिँ कस्तो किसिमको चाहिँ एक्सरसाइजहरु सिलेक्सन गरेर चाहिँ गर्नुपर्छ त भन्ने, कति सेट कति रेप गर्नुपर्छ भन्ने म तपाईहरुलाई यहाँनिर लेख्दैछु छु। जेनरल फिटनेसको मान्छेले चाहिँ सेट कति सेट गर्ने त? 1 देखि 4 सेट गर्ने। 1 देखि 4 सेट गर्ने। रेपिटेसन कति गर्ने त भन्दाखेरि 8 देखि 15 रेपिटेसन सम्म गर्न सकिन्छ। त्यसैगरी इन्टेन्सिटी भनेको मैले तपाईहरुलाई अघि पनि बुझाएको छु। इन्टेन्सिटी भनेको चाहिँ हाम्रो लोड कति राख्ने त? 20% देखि 70% अफ 1 RM। अघि हामीले 1 RM बुझिसकेको छौं। त्यही RM को 20% देखि 70%।
चाहिँ हामीले लोड हालेर गर्नुपर्ने हुन्छ। अब त्यसमा चाहिँ तपाईले रेस्ट चाहिँ कति लिने त भन्दाखेरि 2 मिनेटदेखि 5 मिनेटसम्म चाहिँ लिन सक्नुहुनेछ। त्यसैगरी अब हाम्रो अर्को आएको छ मस्कुलर इन्डुरेन्स। मस्कुलर इन्डुरेन्स भनेको चाहिँ तपाई हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ हामीले लङ टर्मसम्म लामो समयसम्म जस्तै प्ल्याङ्क गर्दाखेरि लामो समयसम्म बस्नु या रनिङ गर्दाखेरि चाहिँ लामो समयसम्म चाहिँ हामीले गरिराख्नु नथाकी चाहिँ लङ ड्युरेसनसम्म चाहिँ हाम्रो इन्डुरेन्स बढाउनुलाई नै चाहिँ मस्कुलर इन्डुरेन्स भनिन्छ। त्यसमा चाहिँ कति सेट कति रेप गर्ने भन्ने यहाँ लेखिदिएको छ। सेट चाहिँ 1 देखि 3 सेट गर्ने, 12 रेपिटेसनदेखि हामी 25 रेपिटेसनसम्म जान सकिन्छ। त्यसैगरी इन्टेन्सिटीको भनेको 67% अफ 1 RM भनेको छ। तपाईको 67% चाहिँ हामीले ल्याउनु पर्ने हुन्छ, हाल्नु पर्ने हुन्छ। अनि त्यसको सेट भनेको रेस्ट भनेको चाहिँ हामीले 30 सेकेन्ड मात्रै लिनुपर्ने हुन्छ है। 30 सेकेन्ड भन्दा माथि जानु हुँदैन, 30 सेकेन्ड भन्दा कम गर्नु पर्ने हुन्छ। यसो गर्दाखेरि चाहिँ हाम्रो के हुन्छ भन्दा कम रेपिटेसन र हाई इन्टेन्सिटी राखेर ट्रेनिङ गरियो भने चाहिँ हाम्रो के हुन्छ त सहने क्षमता बिल्डअप हुन मद्दत गर्दछ। त्यसैगरी मस्कुलर हाइपरट्रोफी भन्ने हुन्छ एउटा, जुन चाहिँ मेरो गोल्स अनुसारको रहेको छ, जुन चाहिँ बडी बिल्डिङ सेक्टरको या मसल बिल्डअप गर्ने सेक्टरको हुन्छ। यो ट्रेनिङ चाहिँ प्राय मानिसहरूले धेरै गर्ने गर्दछन् है त। यसमा चाहिँ के हुन्छ भन्दाखेरि सेट चाहिँ 3 देखि 6 सेट गरिन्छ, 3 देखि 6 सेट गरिन्छ। यसमा रेपिटेसन भनेको 6 to 12, तपाईहरुले 6 to 12 भनेर चाहिँ हान्ने, 12 रेपिटेसन हान भनेर चाहिँ जिममा के परे भनेको सुनिराख्नु भएको हुन्छ। त्यही भनेको 6 to 12 रेपिटेसन। इन्टेन्सिटीमा चाहिँ कति राख्ने भन्दा 68 देखि 85% अफ 1 RM सम्म जान सकिन्छ। 1 RM को अघि नै मैले के अरे अगाडिको थोरै अगाडि भिडियोमा मैले भनेको छु। अनि त्यसैगरी रेस्ट चाहिँ कति लिने त? रेस्ट चाहिँ भनेको तपाईले 30 सेकेन्ड देखि 90 सेकेन्ड सम्म लिन सक्नुहुनेछ है त। त्यसैगरी मसल स्ट्रेन्थ, मस्कुलर स्ट्रेन्थ र मस्कुलर पावर, यो भनेको चाहिँ एउटै हो, सेम रेपिटेसन, अलिकति फरक हुन्छ। तपाईको स्ट्रेन्थ भनेको कति उचाल्ने र पावर भनेको चाहिँ कम समयमा कति पुश गर्ने भन्ने खालको हुन्छ। जस्तै जम्पहरू भयो हैन, भलिबल खेल्दा जम्पहरू, बास्केटबल खेल्दा जम्पहरू, त्यस्तो खालको किसिमकोहरू हुन्छ। अब त्यसमा चाहिँ सेट चाहिँ 3 देखि 6 सेट र रेपिटेसन चाहिँ 2 देखि 1 2 लगायत 6 रेपिटेसनसम्म जान सकिन्छ। 6 भन्दा माथि चाहिँ नजाने है। त्यसमा चाहिँ अब फेरि इन्टेन्सिटी के हुन्छ त, कति यति मात्रै भन्दाखेरि इन्टेन्सिटी यहाँ बढेको छ नि त, 75% देखि 90% अफ 1 RM है। ट्रेनिङ गर्दा चाहिँ यतिको इन्टेन्सिटी लोड हालेर चाहिँ हामीले गर्नुपर्ने हुन्छ। यसमा चाहिँ एकदमै हाम्रो मसलहरू एकदमै फटिग हुन्छ भन्दा हाम्रो शरीर चाहिँ थाकेको हुन्छ। त्यो कारणले गर्दा चाहिँ हाम्रो 2 देखि 5 मिनेटसम्म चाहिँ रेस्ट लिन सकिन्छ। यस्तै कि मैले यति भने, यो कुराहरू चाहिँ मैले पढेको कारणले, पढेर बुझेको कारणले गर्दा चाहिँ साइन्सले भने अनुसार चाहिँ मैले पढाएको हो। खुद मैले नै आफ्नै बनाएर चाहिँ भनेको होइन। इफ हजुरहरूलाई यस्तै खालको किसिमको चाहिँ भिडियोहरू चाहिएमा चाहिँ म तपाईहरुलाई फेरि पनि अर्को भिडियो ल्याएर, न्युट्रिसनको भिडियो, डाइटिङ प्लानको भिडियो ल्याएर आउने नै छु। र हजुरहरूलाई कस्तो लाग्यो? मेरो च्यानलको नाम, युट्युब च्यानलको नाम रमेश फम्बो फिटनेस रहेको छ। यसलाई लाइक, कमेन्ट, सब्स्क्राइबर गरिदिनु होला र कमेन्ट पनि गरिदिनु होला। तपाईहरु यो मध्ये कुन गोल्स लिएर चाहिँ ट्रेनिङ गरिराख्नु भएको छ कमेन्टमा गरिदिनु होला भन्दै आजलाई यति नै। हस्त, धन्यवाद। जय नेपाल, जय फिटनेस। तपाईको दिन शुभ रहोस्।